हजुर नमस्ते, शुभ बिहानी। म अर्जुन चौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिरको परिसरबाट बोलिरहेको छु। यहाँ चाहिँ देश तथा विदेशमा रहनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ दिदीभाइ अनि के अरे बुवा आमा जति पनि हुनुहुन्छ सबैले माया गरिदिनु होला, सेयर गरिदिनु होला, सबै सामु पुर्याइदिनु होला। यो अर्जुन चौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिर हजुरहरूको लागि एकदम पर्यटकको लागि गन्तव्य र राम्रो एउटा चाहिँ एउटा नेपाललाई नै चिनाउन सफल भइरहेको छ यो चाहिँ नवग्रह मन्दिर। अब त्यसै गरेर डरेको लेक कुहिरोले ढाक्यो भकिमले अँधेरो, मायालुले पानी भर्ने सुन्धारा पँधेरो। डरेको लेकमा जब कुहिरो लाग्छ अनि भकिमले गाउँ भनेको तल छ, त्यो चाहिँ अँधेरो हुन्छ र गीत बनाउने जुन गीत गाउने र यो गीत रच्नेलाई पनि धेरै धेरै धन्यवाद सलाम छ। डरेको लेक कुहिरोले ढाक्यो भकिमले अँधेरो, मायालुले पानी भर्ने सुन्धारा पँधेरो। डरेको लेकमा कुहिरो लाग्यो भने भकिमले अँध्यारो हुन्छ। जुन ठाउँ यो हामीले देख्न सकिन्छ पारीको जुन अहिले कुहिरो लागिरहेको ठाउँ छ। त्यसै गरेर नवग्रहको यो मन्दिरको परिसरबाट म बोलिरहेको छु र तल दरौं खोला जुन नागबेली बगिरहेको छ, बोटानिकल गार्डन, ओम डाँडा अनि त्यसै गरेर यहाँ चाहिँ माथि यता के अरे के भन्छ यो जुन अर्जुन चौपारी गाउँपालिकामा होमस्टे लामडाँडा भयो अनि त्यसै गरेर यहाँ माथि शिरमा दरौं सिरुबारी नेपालकै पहिलो होमस्टेको रूपमा अनि त्यस गरेर थाप्ले भयो। सम्भावना यहाँ धेरै सम्भावना बोकेको पर्यटकको लागि धेरै मन तान्न सफल पर्यटकको लागि धेरै सम्भावना बोकेको यो हाम्रो स्याङ्जा जिल्लाकै एउटा चाहिँ मुटु भन्नुपर्छ अर्जुन चौपारी गाउँपालिका। तपाईहरू पनि यहाँ अवश्य पनि आउनुहोला, नछुटाउनु होला, यहाँ अवश्य पनि आउनु होला। यहाँको दृश्यले सबैको मन अत्यन्तै लोभ्याएको पनि छ र अलिकता आफूलाई एउटा मनमा आनन्द छाउनको लागि तपाईहरू यहाँ चाहिँ उपस्थित हुन सक्नुहुन्छ र आफ्ना मनका भावनाहरू यहाँ आएर र नवग्रह जुन यो चाहिँ 9वटा रिङ छ त्यहाँबाट छिरिन्छ। त्यसपछि यो घुम्दा 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 अन्तिममा त्यहाँ पुगिन्छ। त्यहाँबाट जुन त्यहाँ प्रवेशद्वार उताबाट निक्लिने जस्तो त्यहाँबाट उता निक्लिने जुन त्यो ओमको एउटा धुन छ त्यहाँबाट बाहिर गइन्छ। त्यो बाहिर गएपछि त्यो धुनले चाहिँ एउटा मनस्थिति नै बदलिदिन्छ हैन। यहाँ चाहिँ धेरै यो अत्यन्त मनमोहक छ, तपाईहरूले नछुटाउनु होला, यो मेरो आग्रह पनि भयो। ल भन्दै फेरि पनि कुनै बेला फेरि जोडिनेछु आजको यो शुभ बिहानीको पलमा तपाईहरूसँग छुटिन चाहन्छु। हजुर नमस्ते, सुखद दिन रहोस्, तपाईहरूको सधैँभरि भलो रहोस्। नवग्रह मन्दिरले तपाईहरूको सधैँभरि भलो गरून् भन्दै छुटिन चाहन्छु। हजुर नमस्ते।